बन्दैन तरिगाउँ, उड्दैन प्लेन, क्यान यहाँ झुक्काएर क्यानले गर्छ ख्यानले गर्छ भनेर बोलेन। म टिका टिप्पणी गर्न चाहन्न, म दसैँ तिहारसम्म बोल्दिनँ भनेर म इन्टरभ्यू दिइरहेको छैन। विकास राम्रो गर्नुहोस् तर नक्कली कुरा गरेर होइन। कति दुःख गरेर 4 लाइनलाई चाहिँ टेन्डर गराउनु हामीले गराएका हो। कति टाइम लाग्यो। तरिगाउँ एयरपोर्ट अहिले मान्ने रामसँग के अरे हाम्रो राजवरीजीले केही कुरा राख्छु भन्नुभयो। बनोस्, कुनै सकै छैन, तर नझुक्किनुहोस्। 1 करोड, 5 करोड, 10 करोड, 25 करोड, 40 करोड बन्दैन एयरपोर्ट, बन्दैन तरिगाउँ, उड्दैन प्लेन। मैले नगरौँ भनेको थिएँ, बुझ्नु होला। 17 बिघा जग्गा मैले त्यहाँ पनि सिकाएँ। अझै विशेष बजेट भनेर हाल्नु। जब तक 17 बिघा जग्गा अधिग्रहण गरेर सरकारले किन्दैन, टेन्डरै गर्दैन त के को बहुवर चाहिँ के को के देखिरहेको छु। मैले बसेको देखेको छु। आदरणीय साथीहरू, प्रदीप अधिकारी भन्ने क्यानको अध्यक्ष थियो, अहिले जेलमा छ। हामी लेखा समितिमा थियौँ। त्यहाँ धेरै तपाईँको तरिगाउँ एयरपोर्ट बनाउनु सब बनाइदिन्छु, यसो मलाई बताउनु पर्यो भन्ने कुराहरू नआएका होइन। हामीले सिकायौँ। त्यो ट्विनेटरलाई बल्ल बल्ल चलायौँ। त्यहाँको के अरे फ्युलिङ सेन्टर कसले ल्यायो। सुन्नुभयो नि उहाँको भाषण, के भन्दै हुनुहुन्छ। जनतालाई वर्षौँदेखि झुक्क्याउँदै आएका नेताहरू अहिले पनि उनीहरूको उस्तै छ मती। आफूले चुनावमा होबिँदा एयरपोर्ट बनाउनुपर्छ, एयरपोर्टको लागि म पहल गर्छु, दाङको विकासको लागि एयरपोर्ट महत्त्वपूर्ण हो भन्ने नेताहरू अहिले आफूले हार्दा अथवा जनताले नपत्याउँदा बन्दैन एयरपोर्ट, आउँदैन जहाज भनेर यसरी जनतालाई फेरि भ्रमित पार्नु भएको छ। ठिक छ, नयाँहरूले पनि बनाउने कोसिस गर्दैछन्। बनाएनन् भने त्यसपछि 5 वर्षपछि जनताले विचार गर्नेछन्। तर यसपटक केही न केही राम्रो बजेट परेको छ। सबैले सहयोग गरे, दाङका व्यवसायीहरू, तुलसीपुर क्षेत्रका व्यवसायीहरू, आम नागरिक सबैले साथ सहयोग गरेर पहल गरे, खबरदारी गरेपछि पक्कै केही न केही सुरुवात त होला। बन्ने क्रममा फेरि अहिले नियमित जहाजहरू आउँदैन, ठुला जहाजहरू बस्ने एरिया सानो छ। त्यसैले सबैले पहल गरौँ। सबैले पहल गर्दा पक्कै बन्छ भनेर आशा जगाउने कामहरू नेताहरूले गर्नुपर्नेमा झन् भ्रमित पार्ने काम नगर्न हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। थ्याङ्क यू।